बच्चाको लागि कस्तो अवस्थामा वाइप्सहरू प्रयोग गर्ने, कस्तो अवस्थामा बेबी ओइल र कस्तो अवस्थामा पाउडर प्रयोग गर्ने भनेर धेरैजना कन्फ्युज भएको देखियो। अब बेबी वाइप्सहरू भनेको युजुअली बच्चाको डाइपर फेर्दा सजिलो तरिकाले पुस्नको लागि अथवा उसलाई खुवाएर अथवा कुनै कारणले शरीरको कुनै भागमा अलिकति फोहोर भयो भने त्यो मात्रै छिटो छरितो तरिकाले सफा गर्नको लागि प्रयोग गर्न सकिन्छ। तर यसको विकल्पमा तपाईँले सफा पानी मात्रै पनि प्रयोग गर्न सक्नुहुन्छ। बेबी ओइलहरू प्रायःजसो बच्चालाई मालिस गर्नुभन्दा अगाडि अथवा बच्चा नुहाएपछि उसको शरीरको मोइस्चरलाई प्रिजर्भ गर्नुको लागि प्रयोग गर्ने गरिन्छ। धेरैजनाले पाउडरहरू बच्चाहरूलाई घमौराको लागि अथवा डाइपर एरियाहरूमा लगाउने गर्नुहुन्छ। डाइपर एरियामा आउने र्यासेसहरूबाट जोगाउन पाउडरले केही मद्दत गर्ने भए पनि पाउडरले गर्दाखेरि हुने एलर्जीको कारणले र अझ घमौराहरूलाई त बल्झाइदिने भएको भएर र बालदम भएको बच्चाहरूलाई बारम्बार दम बल्झिरहनुको एउटा प्रमुख कारण यो पाउडरकै युज हुने हुनाले सबै बच्चाहरूलाई सकभर डक्टरले नै प्रिस्क्राइब गर्नुभयो भने छुट्टै कुरा, नत्र भने पाउडरको प्रयोग भने गर्नु हुँदैन।